आज त हाम्रो दाइले खतरा तरिकाले चिया र ब्रेड खाँदै हुनुहुन्छ है त साथीहरू। हेलो साथीहरू, जय मसी सबैलाई अनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ म सुरुदेखि अन्त्यसम्म आजको दिनलाई कसरी बिताए भन्ने कुरा चाहिँ म हजुरलाई देखाउने छु। अनि आज चाहिँ हामी बिहानै उठ्यौँ, आमा छोरा। मेरो छोरा चाहिँ हेर्नु न संगति जानुपर्ने थियो अनि म चाहिँ रेडी हुँदैछु। मेरो छोरा चाहिँ अल्छी गरिरहेछ उठ्नु नै, बिहानै हाम्रो चाहिँ बिहान हुन्छ, त्यही भएर म चाहिँ रेडी हुँदैछु, तयार हुँदैछु, छिटो कपाल कोर्दैछु। अनि हेर्नुहोस् न, मेरो काइयो तपाईहरुले देख्न सक्नुहुन्छ, उसको दाँतै भाँचेर अनि बुढो भएको छ है मेरो काइयोको चाहिँ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि म चाहिँ रेडी हुँदैछु कपाल कोर्दै। अनि त्यसपछि हजुरलाई मेरो नौ पालिस देखाउँदैछु। त लाउन चाहिँ लाइन, तर तपाईहरुलाई मैले देखाएको यस्तो खालको कलर छ है भनिकिन। अनि म चाहिँ तयार हुँदैछु, रेडी हुँदैछु संगति जानलाई। ढिलो भइसकेको थियो अनि आजको संगति चाहिँ एकदम आशिषमय भएको थियो। अनि म चाहिँ हल्का गाजल भन्दा आइब्रो कोरेँ अनि लिपस्टिक हल्का, त्यति बेसी लाउनु मन पर्दैन, थोरै लाउँछु। अनि त्यसपछि म चाहिँ रेडी भएँ, यतिको भए आमा छोरा। मेरो छोरा चाहिँ जर्सी लाउने भनेर जर्सी लाएर रेडी भएको छ। अनि हामी चाहिँ अब जान लाग्यौँ। ल है त, हामी चाहिँ यस्तो भएका छौँ रेडी भइकिन। ल हामी चाहिँ यहाँ साइकलमा, अनि आमा छोरा, मेरो छोरा चाहिँ पछाडि अनि म चाहिँ साइकलमा रेडी भइकिन बसिरहेको छु। अनि हामी चाहिँ जाँदैछौँ आमा छोरा। अनि मेरो चाहिँ साथीहरूले पनि आज चाहिँ अलिक ढिलो उठेको कारण मलाई चाहिँ छोडेर जानुभएछ। अनि तपाईहरुलाई म देखाउने छु आजको हाम्रो संगति एकदम आशिषमय भएको थियो। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। मलाई आशा छ हजुरहरूको संगति पनि एकदम आशिषमय भएको छ भनिकिन म विश्वास गर्छु। एन्ड हाम्रो संगति पनि सकेर हामी चिया अनि ब्रेड खाँदैछौँ, हामी दाजुभाइ दिदीबहिनीहरू मिलिकिन। अनि एक आपसमा भलाकुसारी गर्दै, आफ्नो दुःख सुख कुरा गर्दै, परमेश्वरको महिमा गर्दै हामी बसिरहेको छौँ खाजा खाँदै। अनि हाम्रो ब्रेड पनि सकिसकेको छ, खाँदै सकिसकेको छ। अनि मलाई चाहिँ यो ब्रेड खाँदै गर्दा अड्केर निल्न गाह्रो परिरहेको थियो। म चाहिँ हाँस्दै खाँदै थिएँ। अनि परमेश्वरलाई महिमा भएको होस्। अनि खाजा खाइसकेपछि हामी आफ्नो काममा फेरि पनि लाग्यौँ। अनि हाम्रो संगति पश्चात चाहिँ हामीले चाहिँ चर्च चाहिँ सफा गर्ने भनेर कुरा गरेका थियौँ, सल्लाह गरेका थियौँ। अनि हामी चाहिँ फेरि आफ्नै कामतर्फ लाग्यौँ। अनि यहाँनिर चाहिँ हाम्रो दाइले झार मर्ने औषधि लाउँदै हुनुहुन्छ। अनि म अनि हाम्रो सेना दिदी हामी आफ्नै काममा, म चाहिँ किचन लिप्ने, अनि त्यसपछि उहाँले चाहिँ यता भित्र सोर्ने, सबै सफा गर्दै हुनुहुन्थ्यो। इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो चर्चमा साउन 1 गते सेमिनार हुँदैछ, त्यसैको तयारीमा हामी चाहिँ लागिरहेका छौँ। अनि मेरो हात चाहिँ बानी हराएछ अनि रातो भयो भने तपाईहरुलाई देखाउँदैछु। अनि पछि हामीले खाना खायौँ, त्यसपछि खाना खाएर बस्यौँ। अनि फेरि एकछिन रेस्ट गरिकन आफ्नो काममा लाग्यौँ। मेरो अनुहार, मेरो अवस्था तपाईहरुले देख्न सक्छ। अनि नानीहरू चाहिँ नुहाइवरी, हिलो खेलाएर नुहाइवरी अनि यहाँनिर लुगा लाएर बसिरहेछ। मेरो चाहिँ हालत देख्दै हुनुहुन्छ कपडामा। अनि यहाँ चाहिँ दिदीले सबैमा कुराको जाल यताउता सब हेर्दै गर्दै हुनुहुन्छ। अनि मैले चाहिँ सोर्दैछु है भुइँको, उहाँले झार्नुभएको कुराहरू सबै 3-4 स्टेप सोर्दा मात्र मैले सकाएँ। मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुभएको लागि धेरै धन्यवाद। परमेश्वरले तपाईहरुलाई आशिष दिनुभएको होस्।